हेलो गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई। म यतिखेर आफ्नै निवासतिर छु गाइजहरू। म आज पनि मेरो आफ्नो साइडमा जाँदैछु, किनकि आज मेरो साइडमा नयाँ साइड छ। नयाँ साइडमा मेरो मेसिन बालुमाट आइसकेको छ। मेसिन आएर पनि साइडमा पुग्न लागेको छ अरे, त्यसकारण म साइडमा पुग्नुपर्ने हुन्छ। त्यसकारण म साइडतिर निस्किँदैछु है गाइज। सरासर म साइडमा पुग्नेछु है। हेलो गाइज, यतिखेर म हटिया बजार प्रवेश गरेर नि थोरै यता आइसकेको छु, पेट्रोल पम्प नजिकै। आउँदाखेरि यहाँ बाटोमा को अवस्था छ गाइजहरू हैन। अब निर्माण सम्बन्धी काम तीव्र गतिमा चलिरहेको छ यतिखेर हाम्रो हटिया 3 बौरा चौतारा भन्छ यसलाई। कुनामा मेसिनरी वाल लाउनको लागि एकदम तीव्र गतिमा काम चलिरहेको छ गाइजहरू, तपाईले देख्न सक्नुहुन्छ। केही छिनको लागि म जाममा परेको छु है गाइज। हेलो गाइज, म यता डाँडाखेतबाट नै उकालो आइसकेँ है। भयो वडा नम्बर 4 पर्छ हैन। वडा नम्बर 4बाट म उकालो आइसकेको छु गाइजहरू। भन्दा थोरै अझै 15 मिनटको अन्तराल पर्छ होला है। मेरो मेसिनले काम गर्ने ठाउँमा मेसिन अघि गइसक्यो गाइजहरू। म अलि बाटो जाम परेको हुनाले अलि ढिला भयो गाइजहरू। गनी साली कमला तिमीलाई त पहिला गई जवान समाला गाइजहरू। वडा नम्बर 4 पर्छ है, डाँडाखेत। साली कमला विमला त पहिला गई जवान समाला गाइजहरू। ल तपाईँले देख्न सक्नुहुन्छ, यस्तो थोरै माथि गाउँमा पनि यस्तो राम्रो राम्रो घरहरू बनेको छ है गाइजहरू। टेलर गुरु एकदम फायर हुनुभएको छ है वैशाल। मेरो सधैँभरि काम गर्ने टेलर गुरु है। है मलाई पनि भनेन नि फेरि यो टेलर कि यो यता ल्याउने हो र। यता उता खाली खाली आउने भनेर यता खाली खाली जाने भन्दै भन्नै भनेन नि केटाले। अब स्पष्ट कुरो के हो थाहै छैन। त्यही त ल फाइनल्ली मेसिन आइसकेको छ। अब यहाँबाट ओर्लेबाट करिब 2 घन्टा हिँडेपछि साइडमा पुग्नेछ गाइजहरू।
फाइनल्ली मेसिन आइसक्यो। मेसिन आएर पनि तेलबाट झरिसक्यो। अब यहीँबाट यो मेसिन आफ्नो साइडमा जान्छ। म यहाँ एकछिन केही भाइहरूलाई सिकाएर म घरतिर फर्किन्छु होला सायद है। पैसा सुन्दर ल्याएनौ कति केजी? 1 कार्टुन हाम्रो एकदम भरपूर त गुरु है हाम्रो वैसल। वैसल नाम के रहेछ क्या? के नाम अरे? के गुरु भन्दै थियो हाम्रो? भगवान गुरु। भगवान गुरु। ल भगवान गुरुलाई धेरै धेरै धन्यवाद। मेरो मेसिन यहाँसम्म ल्याएर सुरक्षित ल्याइदिनु भयो। सधैँभरि काम गर्नुहुन्छ हाम्रो भगवान गुरुले। गुरुलाई धन्यवाद दिँदै यो हाम्रो यहाँ त थोरै माथि साइडमा जान्छ। म अब टाइम मिलेसम्म जान्छु, नभए म पनि यहीँबाट फर्किन्छु होला सायद है। यहाँ त माथि, यहाँ त त माथि यो जङ्गलमा देखिने ठाउँमा है जाने। यो जङ्गलमा ल मेसिन पनि गयो है, आफ्नो साइडतिर गयो। म पनि यहाँ जान धेरै टाढा छ। म त्यही कारणले म मेसिनको पछि लाएर साइडमा जान सकिनँ। भाइले सम्झाइ बुझाइ बनाएर आफ्नो साइडतिर पठाएँ। म पनि आफ्नो घरतिर फर्किन्छु। हेलो गाइस, म फाइनल्ली डाँडाखेत वार्ड नम्बर 4 डाँडाखेतमा आएर पनि मेरो मेसिनलाई साइडमा तेलबाट झारेर साइडमा देखाएर सिकाएर भाइहरूलाई उता पठाएँ। म पनि अब पछि जाँदा अलि माथि धेरै माथि पर्छ, मलाई पनि रात पर्छ होइन। अब त्यो जङ्गलमा फेरि मेरो गाडी पनि जाँदैन। त्यस कारणले म गएर पनि खासै अर्थ छैन भनेर हाम्रो यो मेसिन मैले दिने ठेकदारहरूलाई र मेरो भाइहरूलाई सबै कुरा सिकाएर म आफ्नो घरतिर फर्किँदैछु गाइजहरू भन्दै यो भिडियो पनि यहीँ अन्त्य गर्दछु गाइस। बाइ सबैजनालाई। यति मेरो युट्युब च्यानल सब्सक्राइब नगरेर सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र मलाई सधैँभरि माया गर्नुभएको छ, अझै पनि माया गर्नुहुनेछ भन्ने आशा छ। र सुझाव सल्लाह होइन मेरो कमी कमजोरी पनि भनिदिनु होला भन्दै यो भिडियो अन्त्य गर्दछु। म फेरि नेक्स्ट भिडियो लिएर आउनेछु। ओके बाइ।